हजुर यसरी यसरी निकाल्नुहोस् हो मेरो दाना निकालेर काट्नु भएन ल यो हड्डीलाई अनि यताबाट भएन यो चाहिँ यसरी यो हड्डी काम लाग्दैन हो अब यसको यहाँबाट हड्डी गयो नि ल यसरी यसरी निकाल्नु हड्डीलाई समातेर तर यसरी गर्दा तपाईँले चाहिँ हाई रिस्क भयो नि यो हड्डी चुकेर हातमा पनि डर भयो नि यता फर्क यस्तो भयो हो अनि त्यो हड्डीलाई समातेर यसरी यसरी यति मात्र गरिदिनु अनि यो छ नि यसलाई फाल्ने होइन खाना त फाल्ने तर यहाँ अलिअलि मासु रह्यो नि यसलाई स्पुनले निकालेर चाहिँ मासु खान मिल्छ हामीले चाहिँ सुसिङहरू यसलाई यहीँ राखिदिन्छ अब हेर्नुहोस् यसको मेन पोइन्ट कहाँनिर छ भन्दा चाहिँ अब यहाँ हड्डी छ यहाँ हड्डी छैन छैन अब यसको खान मिल्ने पार्ट कुन खान नमिल्ने पार्ट कुन भन्ने छुटेको हुन्छ अब तपाईँको ल हेर्नुहोस् हाम्रो त्यसपछि सुसीको लागि भनेर गरिरहेको छ नि अब यो हड्डी छ नि यो हड्डीलाई एक ठुलो नहुने तपाईँ सानोले भन्नु यसरी हड्डी टच गराएर यो हड्डी छ नि यो हड्डी चोकु बिस्तारै दोहोऱ्याउनुहोस् यसरी हड्डी यहाँ नछाउनुहोस् यसरी यति गर्नुहोस् अनि यो छ नि ल यसरी यति निकाल्नुहोस् यो भाग खान मिल्दैन यो आउट होस् यो भागको परि खान मिल्छ यसलाई राख्नु अब हाम्रो सिस्टममा हजुर के हाम्रो सिस्टममा छोड्नुहोस् अब हामीले बोनलेस गऱ्यौँ हो यो बोसो भएको भागको जति छ नि त्यो बोसो भएको पार्टले तपाईँलाई चाहिँ स्किनलेस गर्न दिँदैन मासु नफाल्ने हो तर यो बोसो छ नि बिस्तारै यसरी फाल्दिने बोसो भएको पार्टमा तपाईँको के हुँदैन त्यसले चाहिँ स्किनलेस गर्न दिँदैन हो अब स्किनलेस गर्दाखेरि तपाईँको यहाँबाट सरल म निकाल्न सक्छु तपाईँले त्यसरी गरेर सिक्नु हेर्नुहोस् है यो भाग छ नि यो छेउको भागमा छालासितको भागलाई यसरी यति भाग यति काट्नुहोस् छालासित छाला र मासु छुट्याएर यसरी हो अनि यता टर्न गर्नुहोस् टर्न गरिसकेपछि अब यो भाग छ नि मेन टिक यहाँनिर छ कि अब यो छ नि यसलाई चाहिँ हल्का यसरी छाला र मासुको पार्ट छ नि छुट्याइदिनुहोस् यहाँ एउटा लेयर हुन्छ जुन पनि माछा यो माछा मात्र होइन जुन पनि माछा यस्तो लेयर आयो नि देख्नु भएको छ अनि यो लेयर आइसकेपछि बिस्तारै ल हेर्नुहोस् यसरी बिस्तारै जहाँ लेयर आएको छैन त्यहाँनिर यसरी त्यो लेयरै निकाल्नुहोस् ल बिस्तारै बोसो भएको भाग राख्यो भने यसले तपाईँको छाला हुन दिँदैन है जहिले पनि दिँदैन एकछिन है तपाईँ एकछिन गर्नुहोस् यसरी नआएको भएर यसो गर्नु भयो नि अनि बिस्तारै बिस्तारै समातेर यसरी बिस्तारै समातेर बिस्तारै तान्नुहोस् बिस्तारै फेरि समातेर यसलाई बेसी च्याप्ने पनि होइन नि यसरी समातेर बिस्तारै यसरी गर्दा पनि हुन्छ है बिस्तारै यो आउन तपाईँलाई डर लाग्छ नि सुरुमा त आउँदैन भन्ने हुन्छ नि तर यसरी समात्नु बिस्तारै यसरी